आज चाहिँ म बिहानै अर्कै मिसन आइपुगेँ। नमस्ते सबैजनालाई, म रिता छेत्री स्वागत गर्दैछु तपाईँहरूलाई मेरो अर्को न्यू भिडियोमा। यहाँ आउनेको कारण चाहिँ मेरी भाउजूको डेलिभरी भयो अनि म चाहिँ फुलफिल भएँ अब, एन्ड वी आर ब्लेस्ड विथ अ बेबी गर्ल। म चाहिँ सुनेको साथ यति एक्साइटेड थिएँ कि म भनेर आफूलाई रोक्नै सकिनँ। कहिले आम हस्पिटल, कहिले आफ्नो बुनुलाई हेर्नु जस्तै भएको थियो कि मलाई। अनि पिताहरू चाहिँ अलरेडी 2 दिन हस्पिटलमै हुनुहुन्थ्यो नि त। अनि अब पिताहरूलाई चाहिँ पठाइदिने घरमा, अनि मलाई दादा बस्ने आएको छ। अनि पिता चाहिँ मलाई देखाउँदै हुन्थ्यो यहाँ यस्तो छ यहाँ के हो भनेर पुरा डिटेलिङ गर्दै हुन्थ्यो कि एरियाको। पिता मैले डिटेलिङ गर्दै त हुन्थ्यो, तर मेरो मन त्यहाँ कहाँ थियो र मेरो मन त कहीँ और थियो। कहिले नानीलाई हेरौँ जस्तै भएको थियो। एन्ड फाइनली मैले चाहिँ नानीलाई हेर्न पाएँ। नानीलाई चाहिँ कस्तो बोक्न मन लागेको थियो कि मलाई। नानीलाई नि त एनआइसीमा अब्जर्भेसनको लागि 2 दिन राखिरहेको थिएँ। अनि डर लागिरहेको थियो कि रिपोर्ट के हुन्छ भनेर। भरे त नानीको सबै थोक ठिक नै रहेछ। अनि नानीलाई एनआइसीको डिस्चार्ज दिइदिएँ। डिस्चार्ज भएपछि मैले त त्यसलाई छोड्दै छोडिनँ। मैं फूफू बन गई हूँ। कुनी किन म आफै छोरी भनेर हो कि बा न के हो कुनी, मलाई चाहिँ छोरीको चाहिँ एकदमै रहर लाग्छ है। मलाई चाहिँ यस्तो लाग्छ कि एउटा घरमा छोरी मान्छे चाहिँ हुनु नै पर्ने हो कि छोरी मान्छे नभएको घर चाहिँ एकदम अधुरो हो कि मेरो पर्सपेक्टिभ हो। यस्तो भन्छन् कि नर नहुने अगाडिसम्म बच्चालाई घाम भेट्नु हुँदैन। तर डु यु थिङ्क ती सब कुरो अहिले पनि एप्लिकेबल छ? उता नानीको डिस्चार्ज भए पछाडि यता अब आमाको डिस्चार्ज हुने टाइम। अब एउटा हस्पिटलमा 3-4 दिन बसेर एक खालको त कनेक्सन भइहाल्छ नि त। अनि यता मम्मी, दादा, भाउजू सबैसँग बिदा लिँदै आउँदै हुनुहुन्छ। मेरी मम्मीले त नातिनीलाई छोड्नु भएन। अब त मलाई आफ्नै टेन्सन हुँदैछ। नातिनी भेटेर अब त मलाई बिर्सिनुहुन्छ जस्तो लाग्दैछ। फाइनली सबैसँग बिदा लिँदै हामी चाहिँ आफ्नो बाटो लाग्यौँ। अनि इफ तपाईँहरू कहिले हस्पिटलमा बस्नुभएको छ, या तपाईँको हस्पिटलमा कहिले काम गर्नुभएको छ भने, हस्पिटलको एक्सपिरियन्स छ भने तपाईँलाई थाहा छ कि लाइफमा सही लाइफ पार्टनर चुज गर्न बहुत जरुरी हो। किनकि हस्पिटल यस्तो एउटा जग्गा हो जहाँ मतलब रिस्तालाई राम्ररी चिनाउँछ। मतलब कि थाहा पाइन्छ कि कुन चाहिँ मान्छे कस्तो हो अनि कसरी ट्रिट गरो। अनि कोही मान्छे सोच्छ नि त मेरो पैसा छ भइहाल्छ नि भनेर, तर पैसाले मात्रै कहाँ हुन्छ र। अगर मान्छेको अहङ्कार टुटेको हेर्नको लागि मन छ भने चाहिँ हस्पिटलमा आउँदा हुन्छ। यी सबै कुरा हस्पिटलमा बस्दाखेरि चाहिँ राम्ररी थाहा पाइन्छ। एनिवेज यी त हस्पिटलका कुरा हुन्, तर सोच्दाखेरि अचम्म लाग्ने हिजो अस्ति दादा र म घरमा उत्पात गर्दै बस्थ्यौँ। आज चाहिँ दादाको छोरी पनि भयो। जिन्दगी कति छिटो बदलिँदो रहेछ होइन र? अनि त्यो कुरो सही रहेछ कि परिवर्तन ही जिन्दगी का दूसरा नाम है। अनि यता बुनुलाई चाहिँ हामीले गाडीमा राखेर यता बुनुको लागि नতুन लुगा किन्न थाल्यौँ। आजको यो भिडियो चाहिँ म यही नै एन्ड गर्छु। अनि भेट्नेछु तपाईँले अर्को न्यू भिडियोमा। बाई।